यस्तो छ यो गाउँघरमा चाहिँ। यो चाहिँ निकै ठुलो भाले रहेछ है। यो चाहिँ गाउँमा पालिएको भाले। यो चाहिँ बिउको भाले रहेछ। आइज लगभग यो त 5 किलोभन्दा माथि नै वेट छ जस्तो छ यो त भाले नि। निकै यो गाउँघरमा यो चाहिँ भाले भनेको गाउँमा पालेको हो। यहाँ हेर सुँगुरको पाठा होइन, यो चाहिँ एकदम गाउँघरमा पाल्ने सुँगुरको पाठा हो। यो चाहिँ ठुलो। अब यो बास्नलाई रेडी हुँदैछ है। यो चाहिँ निकै छिप्पिएको भाले रहेछ। अर्को उसको जोडीहरूसँग जाँदैछ, उसको साथीहरूसँग। यो चाहिँ निकै लोकल भाले, फेरि ठुलो खालको रहेछ यहाँ गाउँघरमा पाइने। आफ्नै घरमा नि ल यस्तो छ। ल यो भालेको एकदम यो चाहिँ यहाँ देख्न सकिन्छ गाउँघरको। यो चाहिँ ठुलो खालको भालेहरू। यो चाहिँ घडी चरो भनेरै चिनिन्छ नि। यसले चाहिँ समयमा बाँच्ने पनि गर्छ नि। यो ठ्याक्क टाइम दिन्छ यसले। उहिले घडी नहुँदा त यही कुखुराको भालेकै आधारमा हुन्थ्यो नि त। यो भाले निकै तरक छ। यो कसलाई मनपर्छ हेर्नुहोस् है। यो भाले चाहिँ यस्तो खालको छ है। यो चाहिँ दुर्लभ खालको, यो चाहिँ पुरानो रैथाने भाले हो भन्छ। अहिले चाहिँ हाइब्रिड खालका गिरिराज विभिन्न खालका भालेहरू पाइन्छन् भने त्यो खालको भाले अहिले त्यति चर्चित छैन। के अरे बढी चल्छन्। तर यो चाहिँ राम्रो हो, पुरानो खालको भाले हो। यो चाहिँ एकदम गाउँघरमा पाइने रैथाने। यो चाहिँ कुखुराहरू यता चर्दैछन् जङ्गलतिर। यो चाहिँ अर्कै हुन् यो कुखुराहरू चाहिँ। फेरि यसरी गाउँघरमा यसरी जङ्गल छेउमा चरेका कुखुरा चाहिँ एकदम स्वादिष्ट हुन्छन्। यो पालेका कुखुरा पनि गाउँमा चरेका। यो चाहिँ फेरि ठुलो सुँगुर गाउँघरमा पालिने, निकै बलियो गाउँघरमा पालिने यो चाहिँ सुँगुर। यो पनि सामूहिक यहाँ चाहिँ एकदम चारो खाँदैछन् है मिलेर। खुल्ला कुखुरा कसलाई मनपर्छ गाउँघरका लोकल कुखुराहरू हेर्नुहोस् यस्तो हुन्छ गाउँमा पालेका। यो चाहिँ ढाकीमा, यो चाहिँ ढाकी भन्छ होइन। ढाकीमा माउले भर्खर चल्लाहरू निकालेको छ यहाँनिर चाहिँ। चारो दिँदै हुनुहुन्छ मजाले। यसले चाहिँ के कोदो खान्छ? यो अर्कै चारो कोदो सबै मिसाएको। कतिवटा पाल्नु भएको छ? निकै छन् होला। यो त अब भालेपोथी छुट्टिने बेला भएको छैन होइन। कसरी चिनिन्छ अहिले भालेपोथी चाहिँ? अब अलिक दिनमा सिट लामो हुन्छ। सिउर लामो हुन्छ भालेको होइन। पोथीको छोटो हुन्छ। पोथीको चाहिँ अलिक सानो। त्यहाँबाट बुझिन्छ केटा केटी भन्ने चाहिँ चिनिन्छ। केटाको यस्तो माया गरेर छ उसको। अब यसलाई चाहिँ अलिक दिन मात्रै बाहिर छोड्नु होला होइन। बस बच्चाहरू